अहिले बिहानको 7:30 5:30 भयो। रोटी पोल्न आँटिरहेको छ होइन। हामीले रोटी पोल्न आँटिरहेको छौँ। बिहानको 5:30 बजी गाइज। ग्यारेज पनि अलिकति खोल्नुपर्छ होला त, घुम्सिन्छ त नत्र त घुम्सिन्छ होला त। पर्दैन होला, पर्दैन होला। हुन्छ, हावा पस्नको लागि मात्र हो अहिले त। बालुम एकछिन यो त पातलो छ, छिटो तातिन्छ। रोटी ल्याउनु सबै छ नि यहाँ। कति पिस छ? औ के खाऊ? अहिले कति पिस छ? के हाल्ने? उयो फोइल कहाँ छ? फोइल त हुँदैछ। फुल त अहिले जान्दैन त, भरे बनाइसकेपछि हालेर चाहिन्छ। आलम गाई। हाम्रो अङ्कल इन्डियाबाट आएर अमेरिकामा पहिलोचोटि तेल हाल्दैछ। हाल्नु नि, हाल्नु। डल्लै त पर्दैन होला अहिलेलाई। होइन, धेरै हाल्यो भने फेरि यसको यो लोड यताउता हुन्छ क्या। घुमाएपछि घुम्छ त अनि। उयो हर्न एउटा उयो राखिराख्नु छेउमा। त्यही त, उयो हर्न गर्नु नि, हात तातिन्छ क्या। यता कोल्टे परिसकिसक्यो, के गरेको। हामी के गर्न आँटेको अङ्कल? हामी पुरी पोल्न आँटेको। यो समात्दै हो है, प्लस लिएर आउनु। कति बज्यो अहिले? बिहानको 5:40 भयो।
अख्रक्क परेको छैन कति बिहानको 5:40 भयो मलाई 5 बजे उठाएर बुढाबुढी आरामले सुतिरहेको थियो धुवा उड्न थाल्यो कि छैन होला धुवा उड्न छैन धुवा उड्न थालेपछि चाहिँ अलिक मजाले तात्यो भन्दा हुन्छ सन्जु मामाले चाहिँ कति बजी छोडिदिन्छ खोज्छा खोज्चीहरू एउटा हाली हेर्नु त हल्लिन थालो गाइज अङ्कलको अमेरिका आएदेखिको पहिलो पुरी होइन अङ्कल एक्सपिरियन्स ठिक हुँदैछ पहिलो बुढीको छेउमा पहिलो पुरी होइन 10 वर्ष बादमा पहिलो बुढी 10 वर्ष अगाडि चाहिँ अर्को बुढी होइन तपाईँले नयाँ बुढी नै भन्नु पर्यो अङ्कल किनकि डिभोर्स गरिसकेर फेरि उयो भएको हो नि त बिहानको 5:40 अङ्कलले मेरो महिमा भएको छ एकचोटिमा झन्डै कति 5-6वटा त मजाले हुने रहेछ अङ्कल हालौँ अङ्कल त्यसरी तेलमा फ्यात फाल्नुभन्दा यता साइडबाट गर्नु कि चिप्लेर जान्छ क्या सजिलो हुन्छ तेलमा फ्यात लाग्यो भने उछिटिन्छ क्या तेल आफैतिर तपाईँकै हातमा लाग्छ हुन्छ 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 अङ्कल अहिलेलाई पुग्यो भरे चाहियो भने अङ्कललाई म मिस कल हान्छु अझै यो राति यो उयो के अरे मजाले जिब्लकमा टाइट उयो गरेर राखेको थियो भने चाहिँ सबै मजाले फरफर फुल्लिने थियो रहेछ बिस्तारै गरौँ है जाला नि फेरि कराइ नै त्यो सानो त भयो के भएछ यो चाहिँ एकचोटि पल्टाउनु पर्ला हो त्यो छेउको पनि यतापट्टिको हो त्यो पनि यो निकाल्दा हुन्छ हो त्यो पनि निकाल्नु दुइटै अलिक ठुलो थिएन पन्यु पल्टाउनु पर्दैन घरमा अहिले चाहिँ मजाले तातिन थाल्यो तेल के यस्तो एसियनै त तल लानु नि एकचोटि तेलमा पुरै बुझ्नु मजाले तातेर माथि आउँछ भिजिन्छ हजुर यसो नै एउटा दुईटा तिनवटा 4 5 6 7वटा
हुँदै गयो यसलाई यता 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 सार्नु नि अङ्कलले अझै हाल्छ अट्छ नि मजाले होइन यो एउटा निकाल्दै गर्दाखेरि अर्को उयो गर्छ तर तेल पनि साह्रै तात्तिन थाल्यो क्या अहिले पातलो कराइ छ कि छिट्टो हुन्छ क्या यसमा एक एकवटा गर्दै निकाल्नु अहिले फेरि ल त्यो पुल त राम्रो हो त नि यस्तो त चाहिएको त अब अर्को शुक्रबार चाहिँ आदि होला कहाँ ए उसको मम्मीले ओके कहाँनिर त्यो उसमा बर्थडेमा जौन पुस्तक ओह अलिक खाए उयो कम सानो ठिकै छ अरू पनि उठेर पकाउँदै होला नि सब्जीहरू आमाको बाबा टेन्सन हुन्छ नि छोरी दुःख पाउँछ टेन्सन त हुन्छ नि ए ज्वाइँ भनेको के खालको छ त अन्त त्यस्तो हुन्छ नि यो स्टेट घरमा बाउ बितिरहेछ त्यसरी चेतन खान्छ कहाँ होला निकाल्नु इट्स ओके जसो गर जे भन जतासुकै लैजाऊ नेपाली हो जसो गर जे भन जतासुकै लैजाऊ
एउटा हाल्यो मलाई गर्छ पुर्खले कति व्यथाहरू सहेर कति व्यथाहरू सहेर इतिहासमा कथा लेखेको किन भएको गर्नु छ त जाडो भएर लाग्नु 73 बनाएको छ एसी कसले बनाएको हँ त्यसले हेर्ने आफै अटोमेटिक पनि हुन्छ अटोमेटिक कसरी हुन्छ बढ्दै जान्छ टेम्परेचर इज बिकमिङ हाई अलिक बढाइदियो क्या समथिङ वेट आए सुन्दर बाई उधारी भयो क्या कति बजी निकाल्यो थुप्रो थुप्रो हाल्नु पायो छिटो पनि अङ्कल यस मजा आउँदैछ एकदम राम्रो हुँदैछ बुढीसँग बसेपछि राम्रो त त्यतिकै पनि हुन्छ एकदम ठिक हुन्छ शान्तिको शान्तिको आनन्द छ शान्ति आनन्दै छ शान्ति आनन्द हामी ठिकै छौँ अहिले हामीले जुन यो कार्यक्रम चाहिँ अब हाम्रो यहाँ बराइली गन्जमान बराइलीको चाहिँ आज अन्त्येष्टि हो कि कसो त्यो उहाँको अब त्यसै हो पुण्य स्मृतिमा चाहिँ अब यो एउटा पकाइसकेर भाग चढाउने होइन उसलाई हाम्रो भाग चाहिँ पुरीमा छ हो अहिले पकाएर खानु फेरि भरे 12 बजीदेखि आउनु थाल्छन् होला बाबा मेरो पुरी खोइ भन्दै मेरो पुरी खोइ भन्दै पुरी खोइ भन्दै बाबै कडा हुनुहुन्छ अरूको भागहरू कसैको सब्जी छ कसैको त्यहाँ दुईवटा परेछ है दाल हो त होइन र ए काट च्यातेको रहेछ अलिकति हुन्छ दुईवटा जस्तो देखेँ कसैको दाल छ कसैको के छ अरू कोले के अरू कोले के ल्याउने भयो कसैले सब्जी कसैले अचार अचार पर्नेलाई पनि ढुक्क रहेछ त सब्जी अचार होइन सब्जी कति थरीको सब्जी र अचार एउटैले कि फाल्टै फाल्टै हो ए अचार पर्नेलाई पो ढुक्क भएछ त अनि मिक्सरमा घुर्र पाएर एकैचोटिमा सकियो त्यही हामीलाई चाहिँ अलिक पुरीमा चाहिँ समय लाग्छ घरमा चाहिँ के भात र दाल मात्रै होला घरमा भात र दाल यो त निकाल्दै जाने नि त्यो हुँदै गर्छ फुलकोपी बन्दाकोपी सब्जी के उयो ठुलो पनि छ त्यसले चाहिँ गर्दा पनि भयो सब्जी के हो ठुलोले अङ्कल ठुलो हो त्यो हो त्यो लु दिस वन यो च्याप हुन्छ यसको भरियो कलर नि भरियो भनौँ न अब एकचोटिको त भ्याउँछ होला हौ यसमा के गरेर राख्नु त्यसको पेपरमा त्यही पेपरमा थियो छोडा छ मैले कहाँ पो देखेर त्यो लामो यस्तो खालको डिएलसीमा डुकल्सीमा त हामीले यो एसियनबाट ल्याएको होला
आज प्रकाश छुट्टी होइन सोमबार मङ्गलबार तेल सकिँदै गयो नि त यो 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 निकालिसकेपछि तेल हाल्नुपर्छ सकिँदै जाने रहेछ कति 3 ट्रे बनाउनु पर्ने तर यो सबै सक्नु पर्यो होला नि त होइन यो सबै त्यो प्लास्टिकको पनि सबै सबै हो नि आम्मामा त्यत्रो पुरी चाहिँ कसले खान्छ हेर्नु न भक्कु उब्रिन्छ 3 ट्रे बनाउँ कि कति हुन्छ त्यहाँदेखि लगिदिनु सक्छ ट्रे पनि यति मात्रै हो त्यो 3टा मात्रै ल्याएको छ थिएन त ट्रेनमा माथि थिएन मैले हेर्नुमा म अहिले लिएर आउँछु नि के ट्रे त्यहाँ हाम्रो पनि छ त उतापट्टि कहिलेपट्टि ए हो हुन्छ तेल थपिदिनु अहिले यो निस्किसकोस् न त्यो त थपिदिनु होइन अँ डल्लै हालिदिन्छु ल यो त चुल्हाको गयो हो त्यो पेपरले गर्नु चुल्हाको भाग त्यो पञ्चमान बाबाको भाग हाल्ने तेल हालौँ कराई हर्मेनले कराई समात्नु त कि त पुनिउले थाम्नु नि भित्रै हालेर हाम्रो अङ्कल चाहिँ तेल हाल्नेमा परे भएको छ भाग अङ्कलको भाग तेल हाल्ने र रोटी हाल्नेमा लु के पो तर्किँदैछ त हौ एक थोपा पनि छोड्नु हुँदैन अङ्कल भइहाल्छ अलिअलि होस् ल ल